गुड मर्निङ चाहिँ सबैजनालाई। आज त हामी टिएको लागि निक्लेको। केटाहरू त सबै मलाई छोडेर गहपुर पुगिसकेका छन्। म त जस्ट निक्लेको मात्रै। यहाँ चाहिँ अजाको टमटम भेटेँ अनि यहाँ चाहिँ सेन्टर पुगिसकेँ म बल्ल। सेन्टरबाट म अहिले यहाँबाट त एक्लै छु फिलहाल। गहपुर रहेछन् उनीहरू चाहिँ अनि सबै साथमा जाने भनेर एकदम मिलाएको थियौँ। उनीहरू चाहिँ मलाई छोडेर गएछन्। केही पनि छैन भन्दै म चाहिँ फेरि अजाको टमटममा निक्लेर हिँडेँ। अब यहाँ चाहिँ टमटममा जाँदै जाँदै यहाँ चाहिँ बालिजान जस्ट पुगिसक्यो। अब यहाँबाट नामेर अनि त्यसपछि राइट लिएर गहपुर पुगिन्छ। यहाँबाट चाहिँ सिधै जानुपर्छ। रास्ता पार भइसकेपछि उताबाट गाडी भेटिन्छ, त्यसपछि गहपुर जाइन्छ। त्यो अगाडि हाई रोडमा त एउटा मात्रै रास्ता थियो, अहिले त दुईवटा बनिसकेको छ। म त यो साइडमा गइसकेर बसिरहेको छु। लगभग 5-6 मिनट बस्दा बस्दै यहाँ चाहिँ अटो आइसकिसक्यो। यहाँ त राम्रो राम्रो केटी बसिरहेको छन्। एउटा केटी त एकदम कस्तो राम्रो रहेछ। केटीको बारेमा त यस्तो भनेर चाहिँ नरिसाउनु होला, ऊ मेरै यस्तो छ, पछाडि त पाउने होइन होला। त्यही पनि हामीहरू जाँदा जाँदै गहपुर त पुग्न आँटिसक्यौँ। यहाँबाट तल नमायो। यहाँ पछि अब सिधै गएर गहपुर हाई रोड पाइन्छ मेन रोडबाट। त्यहाँपछि राइट लिने हो। यहाँ त राइट होइन लेफ्ट लिएछ, म त बिर्सेछु पो त। अनि यति 10-15 मिनट बस्दा बस्दै साथीलाई फोन गर्दा गर्दा बल्ल जस्ट आइपुगिसक्यो। हामी त यहाँ स्टेसनको लागि निक्लिन आँटेको थियौँ। भाइहरू चाहिँ वहाँ गएर स्टेसनमा बसिरहेको थियो। यिनले त यत्रो लेट गरेर बल्ल बल्ल आइपुगिसक्यो। म पनि टमटममा चढ्नै जाने साथी आइपुगिसकेको थिएँ। अनि यहाँ चाहिँ उन फोनमा बोल्दै थियो। मैले भिडियो गर्दा भिडियो मलाई गर्नु दिएनन्। अब साथी होला, अब आफ्नो साथी बुझ्नै भयो होला तपाईँहरूले त अब कस्तो साथी भनेर। तू समझा? नहीं तू समझा नहीं। यहाँ चाहिँ भाइहरू सरकारी हस्पिटलको अगाडि एकदम बसिरहेछन्। यिनीहरू नै हो मलाई छोडेर आउने, यिनीहरू नै हेवानेहरू हो साला। अनि यति सबै हाँसी मजा गरिसकेर भाइहरूले पनि अब भेट भएर हामी त निक्ल्यौँ। अब यिनी चाहिँ अझै फोनमा बोल्नु अझै छोडेको छैनन्। अब त हामी रेल स्टेसनको लागि निक्ल्यौँ। रेल पनि आउन आँटिसक्यो, लेट हुन आँटिसक्यो। यो त्यो हो अनि हामीको रेल स्टेसन जाने बाटो। जस्ट गहपुरबाट भित्र पस्नुपर्छ, लेफ्ट लिएर कहीँ पनि 3-4 किलोमिटर जानुपर्छ। त्यहाँपछि हाम्रो गहपुर स्टेसन भेट्छ। अनि चाहिँ हामी यहाँ रोकिरहेको थियौँ। भाइहरू चाहिँ एकदम पार भइसक्यो। भाइहरूलाई भन्यौँ हामीले टिकट काटेर राखिराख अनि हामी चाहिँ आउँछौँ भने। हामी दुईजना चाहिँ पछि नै थियौँ। हामी चाहिँ स्टेसन पुगिसकेर हामी बाहिरको रास्ता भएर माथि उठ्न थाल्यौँ। यिनी चाहिँ अझै फोनमा बोल्नु छोडेको छैनन्। अब कलियुग गयो के गर्नु अब। अनि यता हामी स्टेसनभित्र पुगिसकिसक्यौँ। अब यहाँ भाइहरू भएको ठाउँ जान्छौँ। उनीहरू टिकट काट्दैछ कि के गर्दैछ, काट्नु त भनेको थियौँ, खोइ के गर्छन्। एउटा फोनमा बोलेको छन्। अनि यहाँ छेउमा आइपुगेपछि चाहिँ भाइहरू एकदम टिकट काट्नुको लागि रेडी हुँदै रहेछन्। टिकट पनि दिएको रहेन। जस्ट टिकट काटिसकेर त हामी बाहिर निक्लिसक्यौँ। अरू मान्छे पनि त्यति रहेनरहेछन् आज चाहिँ। यहाँ चाहिँ ट्रेन आउनुको लागि बेल मारिसक्यो। अनि यहाँ चाहिँ हेर्नु न कस्ता कस्ता छन् मान्छेहरू। समझ रहे हो आप? समझ रहे हो? कस्ता छन् मान्छेहरू। यहाँ ट्रेन आउनुको लागि एनाउन्स गरिसक्यो। भाइहरू पनि सबै यहाँ ग्रुप निक्लिसकेको छन्। यहाँ बस्दा बस्दा चाहिँ अब ट्रेन पनि आयो। अब ट्रेनमा आएर यत्रो मान्छे त्यति गहपुरमा त्यति छैनन् भन्दा पनि। अनि ट्रेनमा उठेर हामी चाहिँ तेजपुर सोलमारा जाने हो। यहाँ चाहिँ ट्रेन आइसकिसक्यो। हामी चाहिँ अब जहाँ छौँ अब त्यहीँबाट उठ्ने भनेर चाहिँ बसिरहेको छौँ। भाइहरू चाहिँ अगाडि कुदिरहेको छौँ, उता सिट भेट्छ कि भनेर होला। अनि यहाँ चाहिँ ट्रेनमा उठिसकिसक्यौँ। हामी चाहिँ एउटा ग्रुपै थियौँ। हामी टिए आर्मीको लागि गएको छ सोलमारा। अनि यहाँ बस्दा बस्दै यहाँ ट्रेनमा चाहिँ बादामहरू के बिक्री गर्नु आइसकिसक्यो। भाइहरूले बादाम लिन्छु भन्दै थियो, तिमीहरू खाऊ म चाहिँ खान्न भन्दै उनीहरूलाई भने। अनि म त एकदम भिडियो गर्नुतिर लागिसकेँ। म साथीहरू पनि बसिरहेको छन्, खानु नपाएको छ नि हेरिरहेको छन् हेर न। अनि यहाँ त्यो साथीको छेउमा आएर बादामहरू एकदम चानाहरू बिक्री गर्नु आएको थियो। अनि त्यो खान्छस् भन्दा त खान्न भन्दै यिनीहरू चाहिँ एकदम हेरेर मलाई हाँस्दै थियो। अनि हामी त अर्को सिटमा आइसकिसक्यौँ। यहाँ त हेर्नु न परी बसिरहेछ, परी। साथी त अझै फोनमा बोल्नु छोडेको छैनन्, अझै फोनमा बोलेको छन्। हामी त तेजपुर पुग्न आँटिसकिसक्यौँ, अझै बोलिरहेछन्। यो केटा त के हेरिरहेको होला मलाई। पानी का नाम क्या है? प्योर। यहाँ त्यहाँनिर ट्रेनको सुन्दरीहरू आइपुगेका छन्। हामी त भिडियो गर्दै जिस्काइरहेछौँ।
फाइनली हामीहरू बालीपाडा तेजपुर बालीपाडा आइपुगिसक्यौँ। त्यसपछि हामीहरू त यहाँबाट सोलमारा जाने हो। यहाँबाट केटाहरू त हेर्नु लजाएर छैन फोटो क्यामेरा देखाउने बित्तिकै लजाएर मुख लुकाएर हुँदैनन्। हामी त यहाँ स्टेसनबाट नामिसकिसक्यौँ। अब यहाँबाट त हामीहरू सोलमारा जाने हो। यहाँबाट थाहा छैन मलाई पनि कहाँ जान्छन् कताबाट जान्छन् भनेर। म पनि फास्टचोटि यहाँ तेजपुरमा नामेको। केटाहरू कुद्दा कुद्दै ट्रेनबाट फालाने छैनन्। उहाँ मान्छेले हेर्दै गाली गरेर छैन नि अब गाली गरिरहेछ यहाँ। हामी पनि त्यतिखेर नाम्थ्यौँ हामीलाई त कसैले देखेनन्। अनि यहाँ त 21 तारिकको रनिङ गर्ने केटाहरू हेर्नु यहाँ टिए आर्मीको केटाहरू सब टिए गरिरहेछन् क्या। यहाँ चाहिँ अब खोइ ओपन ऱ्याली छ पोस्ट पनि बेसी छैन। खोइ के हुन्छ कसैलाई थाहा पनि छैन। अब गएरै थाहा हुन्छ अब कति राख्छ कति के गर्छ कति निकाल्छ। हामीहरू त अब खोइ के हुन्छ कागजहरू त सबै बनाएर आएको छ। अनि यहाँ त्यो मान्छेहरू हेर्नु केटाहरू कति छन् सब केटीहरू पनि जाँदैछन् तर केटीहरूको छैन केटीहरू पनि जाँदैछन्। खोइ के भएको यिनीहरूलाई नोटिस नहेरिकन जान्छन् कि के भएको। मान्छेहरू यति हल्ला गर्दै जाँदैछन् कि माथि सब केटाहरू भर्ती भइसक्यो। यिनीहरू सबै टिएको लागि गएको बाहिर पनि छन् तल पनि छन्। यहाँ पनि हेर्नु ल कसरी मान्छे छन् हेर्नु केटीहरू पनि गइरहेछन् हौ। केटीहरूको त छैन यो उताबाट पनि केटाहरू आइरहेछन् यताबाट पनि केटीहरू पनि सबै केटाहरू सब यता फुल भइसक्यो। अगाडिपट्टि त सब फुल भइसकिसक्यो केटाहरू सब टिए आर्मी ओपन ऱ्याली। अनि हामीलाई त तल नाम्नु नै गयो भने 10-15 मिनट लागिसक्यो होला। मान्छे त्यति छन् खुट्टा हाल्ने जग्गा थिएन बल्ल बल्ल खाली हुँदैछन्। हामी त तल नाम्दैछौँ। यहाँ नेपाली केटाहरू सब भरिएका छन् हौ सब नेपाली केटा आर्मी भनेपछि नि केटाहरू सब भरि अरू त छैन आसामी पनि छन् सब नेपाली मात्रै। अनि हामी चाहिँ रेल स्टेसनको जुन अगाडिबाट होइन उता साइड पछाडिपट्टिबाट गयौँ। त्यहाँ एउटा अटो रोकिरहेको छ हामी त त्यसमै चढेर चाहिँ गयौँ। अनि उता चाहिँ मान्छे यति थियो कि खुट्टा हाल्ने जग्गा थिएन सबले दाम बेसी भनिरहेको थियो। हामी त यहाँबाट 30 टका मात्रै गयौँ। हामी त यहाँ टाउनमा आइसकेर खाना खाने जग्गा खोजिरहेको छौँ किनकि हामीले बिहानदेखिबाट केही खाना नखाइकन आएका थियौँ। पुरा भोक लागिरहेको थियो। उहाँ भेटिन्छ कि भेटिन्छ थाहा छैन यहीँ खोज्दैछौँ अब। अनि हामीले चाहिँ बालीपाडामा खाना खाने जग्गा भेटिनौँ अनि हामी त उहीँ गएर खाने भनेको छौँ। अनि यहाँ चाहिँ आर्मी क्याम्प रहेछ यहाँ पनि। अनि अब हामी त्यही हेर्दै हेर्दै हामी उहीँ गयौँ। अब उहीँ गएर खाने भनेर रुमहरू हेरेर खाना खाएर सुत्ने भनेर हामी त गयौँ सिधै। हामी चाहिँ अनि गाडीबाट नामिसकिसक्यौँ। अनि यहाँबाट चाहिँ आर्मी गाडी जाँदो रहेछ। यहाँबाट चाहिँ कहीँ पनि 1-1.5 किलोमिटर अगाडि जानु पर्दछ अनि मात्रै भेटिँदो रहेछ। यहाँबाट केटाहरूको लाइन देखिन्छ। यहाँ चाहिँ एउटा ग्रुप छन् हामीको ग्रुप एउटा अनि उता रनिङ गरेर आएको ग्रुप। रनिङ चाहिँ सबैको राम्रो हुँदैछ भन्दैछ खोइ यिनीहरूले त राम्रो नगरिकन आएछन्। हामी चाहिँ यहाँ खाना खानु भनेर पसिसक्यौँ। अनि यहाँ चाहिँ म चाहिँ खाना खान्न रोटी खान्छु भन्दै पस्यो। सबै केटाहरू रोटी खाने भन्नु थाल्यो 2-3 जना चाहिँ खाना खान्छु भन्नु थालिसकेको छ। अनि यहाँबाट खाना खाएर चाहिँ रुम खोज्नु जाने भोक लागेर आँखा निक्लिन आँटेको छ भन्दै हामी चाहिँ पस्यौँ। अनि हामी चाहिँ रोटी खाइसकेर केटाहरू खाना खाने त भित्रै छन्। अनि यहाँ त केटाहरू कसले पैसा दिएको थिएन नि यहाँ मिलाउँदैछन्। मैले त एक्स्ट्रा पैसा दिइसकेको थिएँ। हामी त त्यहाँ सबै खानासाना रोटी खाइसकेर हामी निक्लिसक्यौँ। यहाँ चाहिँ आर्मी गाडी जाँदैछ। यहाँबाट त अब कहीँ पनि आधा किलोमिटर जति छ होला। सबै केटाहरू कुद्ने मात्रै। यहाँ चाहिँ रुमको सोध्दैछ रुम चाहिन्छ भने हामी त अलरेडी रुम भेटिसकेको थियौँ। 100 रुपियाँ रुम भन्दै थियो त्यो पनि हामी हेरेर मात्रै लिन्छौँ भनेर गएको थियौँ। त्यसको नम्बर लिएर आएको थियौँ खोइ फोन गरेको छ। अब फास्ट हामी फिल हेरेर आउने त्यहाँपछि अनि रुममा पस्ने भनेर हामी गयौँ। टी आर्मीको त्यो लाइन लाग्ने जग्गा यही हो ऊ त्यो भित्र कुदाउँछन्। यो चाहिँ हो हामीलाई अब लाइन लागेर भित्र यहाँ पसाएर अनि यहाँ चाहिँ के भन्छ मोबाइल सोबाइल हातमा बोकेर पठाउने जग्गा यहाँ हो। यहाँ चाहिँ हामीलाई राखेर अनि फेरि लाइन लगाएर फेरि पठाउँछ। हामी चाहिँ ग्राउन्ड हेरिरहेको थियौँ। अनि यहाँ रुमवाला आइपुगिसकेको छ। रुमवालाले भनौँ म रुम देखाउँछु हिँड भन्नु थालिसक्यो। हामीले त सोधेको थियौँ कहाँ छ रुम भनेर ए हिँड्न चिन्ता नगर हामीको आरसिसी छ भनेर लग्यो। अङ्कलले त लगेको जग्गा चाहिँ बोर्डै टाढा भइसक्यो। केटाहरू सबै रिसाउनु थालिसक्यो। हामी त्यसको रुममा बस्दैन भन्दै अर्को रुम खोज्नु गयौँ। अनि यहाँ चाहिँ एउटा केटीको रुम रहेछ मतलब कि घर उनीहरूको अनि त्यसलाई रुम बनाएको रहेछन्। सबै केटाहरू उहीँ रहेछन्। अनि हामी पनि हामीलाई पनि ती लगो खोइ कस्तो छ भनेर हेरेको त त्यहाँ पनि राम्रै रहेछ। हामी त्यहाँबाट निक्लिन भनेर गयौँ। रुम चाहिँ यस्तो थियो एउटा कपडा मात्रै काएको मुसलेको कपडा ओछ्याएको जस्तो थियो। अनि त्यसपछि हामी निक्लिन्छौँ भनेर त्यहाँबाट हामी निक्लियौँ। अनि हामी त्यो उपाय नपाएर रुम नभेटेर लास्टमा त हामी गइथ्यौँ है यस्तो जग्गामा सुत्नु पर्यो। आर्मीको नोकरी यतिकै खानु पाइन्छ र। अनि यहाँ चाहिँ हामीहरू बाहिर यो बेड ओछ्याएको छन् केटाले रुम खोजेर अब यही छेउमै छ हामीको रनिङ गर्ने जग्गा छेउमै छ यहीँ सुत्ने आजको लागि चाहिँ बाई बाई। यसको नेक्स्ट भिडियो त हेर्नु होला सब कुछ म देखाउँछु के भयो भनेर।